13 वर्ष भइसक्यो 13 अनि अझै पनि मान्छेहरूले नेपालमा भिगन हुन सकिन्छ र भनेर क्वेसन सोधिरहेको हुन्छ द्याट क्वेसन डजन्ट मेक सेन्स टु मी एन्ड लेट मी एक्सप्लेन यु वाइ यदि तिम्रो सर्कलमा कोही भिगन छ भने यु माइट नो कि भिगन हुनको लागि नर्मली 3वटा रिजन्स दिइन्छ हेल्थको लागि इन्भाइरोमेन्टको लागि र एथिक्सको लागि अनि मलाई फिल भएको मान्छेहरू चाहिँ यो एथिक्सलाई कम्प्यासन र काइन्डनेससँग कन्फ्युज गर्दो रहेछन् मान्छेहरूले चाहिँ जनावरहरूलाई माया गर्ने भएर नखाएको हो भनेर सोच्छन् विच इज अ भ्यालिड रिजन र धेरैजनालाई माया पनि लाग्छ यो ह्युमन्सहरूको इनहेरेन्ट कुरा हो कि यो माया लाग्ने करुणा लाग्ने कसैलाई पीडामा भएको देख्दाखेरि चाहिँ त्यो पीडा आफूलाई पनि भइरहेको जस्तो फिल गर्ने यो ह्युमनहरूकै बायोलोजी नै हो नत्र एज अ ह्युमन स्पिसिस हामी यहाँसम्म पुग्थेनौँ यदि एथिक्स रिजन कसैले दिन्छ भने उनीहरूले आफ्नो फिलोसोफिकल स्ट्यान्ड लिएको चाहिँ हो एथिक्सलाई सिम्पल वेमा डिफाइन गर्ने भने राइट र रङ छुट्याउने एउटा फिलोसोफीलाई चाहिँ एथिक्स भन्न मिल्यो यस्तै फिलोसोफीहरूलाई लिएर मान्छेहरूले डिस्कस गर्छन् र हाम्रो सोसाइटी पनि त्यही अनुसारले मोल्ड हुँदै जान्छ अब लेट मी टेल यु नेपालमा भिगन हुन सक्ने नसक्ने क्वेसन वाइ इट डजन्ट मेक सेन्स टु मी भिगनिजमको अहिले नेसेसिटी अनुसारले डिफ्रेन्ट डेफिनेसन बनिसक्यो होला तर यसको कोरमा के छ भने सबैजना एक्सप्लोइटेसनको अगेन्स्टमा हो शोषणको अगेन्स्टमा एक्सप्लोइटेसन हाम्रो ह्युमन हिस्ट्रीमा जता पनि भएकै छ यो एक्सप्लोइटेसन बुझ्नको लागि हामीलाई टाढा पनि जान पर्दैन हाम्रै समाजमा यो एक्सप्लोइटेसन भइ नै रहेको छ कास्टिजम क्लासिजम रेसिजम सेक्सिजम यो सबै एक्सप्लोइटेसन नै हो डिस्क्रिमिनेसनमा एक्सप्लोइटेसन मिसिएकै हुन्छ शोषण भनेकै कसैलाई आफ्नो लागि युज गर्ने मेबी प्रफिटको लागि अरू कुनै अरू सेल्फिस रिजन्सको लागि होस् एन्ड मोस्ट पिपल एग्री कि एक्सप्लोइटेसन हुनु हुँदैन एक्सेप्ट दोज फ्यु जसले चाहिँ एक्सप्लोइट गरिरहेको छ जो चाहिँ शोषित भइसकेको छ उसलाई यो शोषणबाट बाहिर निस्किन कतिको गाह्रो छ भन्ने पनि थाहा छ जब एउटा कुनै सिस्टम नै एक्सप्लोइटेसन गर्नको लागि बनाइएको हुन्छ त्यो सिस्टमलाई ब्रेक गर्नको लागि र त्यो सिस्टमबाट बाहिर निक्लिनको लागि एकदमै डिफिकल्ट हुन्छ अनि हाम्रो समाज त बनेकै छ जनावरहरूको शोषणमा पशुपन्छीको शोषणमा हामी त एग्रिकल्चरल कन्ट्री हो नि त होइन एग्रिकल्चरल कन्ट्री भनेको एग्रिकल्चर फोकस्ड हुन पर्यो अब त्यसमा पर्ने भनेको खेतीपाती मात्र नभइकन गाई भैँसी पालन बाख्रा पालन कुखुरा पालन हामी त्यो सोच्छौँ र कस्तो सिम्पल पनि लाग्छ हामीलाई त्यो लाइफस्टाइल है यो हाम्रो माइन्डसेटमा नै यसरी इन्स्टिल भइसकेको छ कि यो नै एउटा पर्फेक्ट हार्मोनी हो भनेर हामीले सोचिसकेको छौँ एक्सेप्ट ती पशुपन्छीहरूको बारेमा हामीले सोचिरहेको छैनौँ हामी ह्युमन बिङ्स ट्राई गर्छौँ कि हाम्रो समाज सकेसम्म सबैजनाको लागि फेयर होस् सबैजनालाई इक्वल्ली अपर्च्युनिटी पनि पाओस् यदि कसैलाई हामीले पहिलेदेखि एक्सप्लोइट गरिरहेको छौँ पहिलेदेखि डिस्क्रिमिनेट गरिरहेको छौँ भने उनीहरूले पनि त्यही अनुसारले सपोर्ट पाओस् फ्रम द गभर्मेन्ट एन्ड फ्रम द सोसाइटी भनेर हामी अगाडि बढिरहेको हुन्छौँ नि होइन जब हामीले हाम्रै इतिहास पल्टाएर हेर्छौँ वी क्यान सी हामीले अरू ग्रुप अफ पिपललाई कसरी ट्रिट गरेको थियौँ महिलाहरूलाई कसरी ट्रिट गर्थ्यौँ एलजिबिटिक्युआई प्लस कम्युनिटीलाई कसरी ट्रिट गर्थ्यौँ दलित कम्युनिटीलाई कसरी ट्रिट गर्थ्यौँ र अहिले पनि यो ग्रुपहरूलाई हामीले कसरी ट्रिट गरिरहेको छौँ हामीले देख्न सक्छौँ नि त्यो डिस्क्रिमिनेसन त्यो एक्सप्लोइटेसन अब यो डिस्क्रिमिनेसनलाई हामीले जुन लेन्सले हेर्छौँ नि त्यही लेन्सले पशुपन्छी अधिकार भनेर यतापट्टि हेरौँ पशुपन्छी अधिकारले के भन्छ भने पशुपन्छीलाई शोषण नगर द्याट्स अल तर मान्छेहरूलाई यो पनि एक्सट्रिम लाग्छ पशुपन्छीहरूलाई हामीले जीवित प्राणीको रूपमा पनि हेरिरहेको छैनौँ अनि इट इज क्लियर द्याट एनिमल फार्मिङ इज अ ह्युज एक्सप्लोइटेटिभ इन्डस्ट्री हामीले जुन तरिकामा यी पशुपन्छीहरूलाई मास एक्सप्लोइट गरिरहेको छौँ खानको लागि लाउने लुगाको लागि एन्टरटेनमेन्टको लागि खानाको लागि जुन जनावरहरूलाई हामीले हुर्काइरहेको छौँ जसले त्यो देखेको छ कसरी हुर्काउँछ कसरी ट्रिट गरिन्छ उनीहरूलाई कसरी मारिन्छ आई क्यान से उनीहरूलाई मेन्टल्ली हिट गरेको छ कि यो के गरिरहेको छौँ हामी भनेर
एन्ड दिस इज वेयर पिपल कन्फ्युज यो एथिकल फिलोसफीको पार्ट र काइन्डनेस कम्प्यासनको पार्ट. यदि कसैले जनावरहरूले पीडा भोगेको देखेर मासु खान छोड्यो भने उनीहरूलाई चाहिँ त्यो जनावरसँग माया छ, करुणा छ, त्यस कारणले छोड्यो भनेर सोचिन्छ. जसले भिगनिजम फलो गरिरहेका छन् उनीहरूले कसरी सोध्छ भने हामीले यी पशुपन्छीहरूलाई पीडा दिनु हुँदैन त हो, तर शोषणै गर्नु हुँदैन इज द मेन फोकस अफ भिगनिजम. हामीलाई यस्तो मजाले कन्फ्युज बनाइसकेको छ कि यो दुध भन्ने कुरा हाम्रो बडीलाई चाहिन्छ भनेर. गाई भैँसी आमा हुन्. अनि म यो कल्चरल कुराले भनिरहेको छैन है कि गाई हाम्रो राष्ट्रिय जनावर हो त्यो भएर आमा हो भनेको होइन. गाई भैँसी लिटरल्ली आमा हुन्. उनीहरूले बच्चा पाइसकेपछि मात्र दुध दिने हो, जसरी हाम्रो आमाले हामीलाई पाइसकेपछि हामीलाई दुध दिनुभएको थियो. अनि अन्डाको लागि हामीले कुखुरालाई एउटा पिँजडामा बन्द गरेर राख्छौँ. उसको लाइफभरि जन्मेदेखि उसलाई नकाटिन्जेलसम्म नमारिन्जेलसम्म उसले जति अन्डा दिन्छ त्यो सबै अन्डा लिम भनेर त्यो एउटा पिँजडाभित्र मात्र राख्छौँ. अनि हामी कसरी बिर्सिन सक्छौँ कि यी सबै जनावर जुन चाहिँ छ हामीले खानाको लागि खाइरहेको, दे अल्सो ह्याभ फ्यामिली, दे अल्सो ह्याभ कल्चर, दे अल्सो ह्याभ कम्युनिटी. आई कान्ट अन्डरस्ट्यान्ड हामी एज अ ह्युमन बिइङ यतिसम्म आइसक्यौँ साइन्टिफिकल्ली कल्चरल्ली यतिसम्म आइसक्यौँ, तर अहिले पनि हामीले यी पशुपन्छीहरूलाई हेरेर यिनीहरू त पशुपन्छी नै हो भनेर सोध्छ र हामी चाहिँ कति ठुलो सुपेरियर ह्युमन बिइङ. नाउ आई एम रेन्टिङ एन्ड दिस इज वाइ इट डजन्ट मेक सेन्स टु मी. नेपालमा भिगन हुन सकिन्छ कि सकिँदैन भन्ने क्वेसन नै गलत छ. हामी अरू कुनै पनि मुभमेन्टलाई हेरेर डिस्कसन गऱ्यो भने अभियसली we would never ask this question. Obviously सकिन्छ नि. कुनै पनि एक्सप्लोइटेसनलाई हामीले सपोर्ट नगर्न त सकिन्छ नि त. I've been rambling on for ages now, but I think that question also comes from some place nice. यदि कसैलाई कन्फ्युजन नै जेन्युन छ भने obviously यो क्वेसन मेक्स सेन्स, किनभने हाम्रो होल फुड सिस्टम नै एनिमल एक्सप्लोइटेसनमा बेस्ड छ. हाम्रो होल क्लोदिङ इन्डस्ट्री नै एनिमल एक्सप्लोइटेसनबाटै स्टार्ट भएको छ. लाइक इट हेज अ हिस्ट्री अफ एनिमल एक्सप्लोइटेसन एन्ड इट इज स्टिल गोइङ अन. हाम्रो एन्टरटेनमेन्ट इन्डस्ट्री पनि एक्सप्लोइटेटिभ छ एनिमल्समै. हाम्रो कल्चर, हाम्रो ट्रेडिसन पनि एनिमल एक्सप्लोइटेसनमै बेस्ड छ. हाम्रो होल कम्युनिटी नै यो एनिमल एक्सप्लोइटेसनमै बिल्डअप भएको छ. एन्ड दिस क्वेसन मेक्स सेन्स फ्रम द्याट पर्सपेक्टिभ. इट्स इजी टु बिकम vegan anywhere in the world. I don't think the term vegan should still exist. So let me rephrase the question. के नेपालमा पशुपन्छी शोषण विरुद्ध मैले आवाज उठाउन सक्छु कि सक्दिनँ? I think that should be the question. के म एक्टिभ हुन सक्छु कि सक्दिनँ कुनै पनि शोषणको विरुद्धमा?